हेरौँ कसैको हातमा आइफोन छ, कसैको हातमा आइप्याड छ, एउटा अलिकतिलो मोबाइलसम्म किनिदिन सकेका छैन तिमीलाई। आफ्नो साथी सङ्गी सरह भएर हिँड्नु मन छैन र तिमीलाई। भयो के भयो? बिछोडको करौँ तिले काट्नु मनै काट्यो, जाँदा जाँदै मूल बाटोको दुईटा बाटो फाट्यो। बिछोडको करौँ तिले काट्नु मनै काट्यो, जाँदा जाँदै मूल बाटोको दुईटा बाटो फाट्यो। ल ठिक छ सर। यो मालामा अंकुश बनाएर त्यहाँबाट धुन्ने दिनुहुन्छ अंकुश बनाएर ल त भाइ फोन गर्ने नभइनुहोस्, आमाले कोही मान्छे मरुभूमि बालुवामा सपनाको खेती। फुल त रमाइलो रमाइलो आएछ अहिले। राम्रोसँग जा है, पुग्ने बित्तिकै खबर गरोस्। यहाँको केही पे गर्नु पर्दैन बगेको छ पसिनाको नदी, आँखैभरि उनकै तस्बिर मनमा नदिँदा, आँखैभरि उनकै तस्बिर मनमा नदिँदा, बाहिर बोल्ने चर्को खान्छ भित्र कालो बादल। बिछोडको करौँ तिले काट्नु मन काट्यो, जाँदा जाँदै मूल बाटोको दुईटा बाटो फाट्यो। अब कमै सम्झेछु। थाहै हुन्न कुन बाटोले त्यसो भए थाहै हुन्न कुन बाटोले तिर लान्छ, सुखका दिन आउने हो कि पिरतिर तान्छ। लास बोकी जानेहरू लास बनी आउँछन्, लास बोकी जानेहरू लास बनी आउँछन्। कोही कसो दिन हेर्छन्, कोहीले पाउनु दुःख पाउँछन्। पूजा आयो। तिमीले कुरै बुझ्दिनौ कि सानो, तिम्रै साथीहरूलाई हेर न, कति हाइफाई भएर हिँड्छन् उनीहरू। कसैको हातमा आइफोन छ, कसैको हातमा आइप्याड छ, एउटा अलिकतिलो मोबाइलसम्म किनिदिन सकेका छैन तिमीलाई। आफ्नो साथी सङ्गी सरह भएर हिँड्नु मन छैन र तिमीलाई। भयो के भयो? बिछोडको करौँ तिले काट्नु मनै काट्यो, जाँदा जाँदै मूल बाटोको दुईटा बाटो फाट्यो।
बाटो फाट्यो एउटा बाटो परदेश अर्को घर देश परदेशी र घर देशीको कहिले होला भेट बिछोडको करौँ पुग्ने बित्तिकै खबर गरिस् बेलैमा खाइस् आफ्नो जिउको ख्याल राखिस् बा हस् बाटो फाट्यो केही राखिदिनु त सर के राखिदियो पनि हुने हो कि टेबलमै फोन गर्न नभुल्नुहोस् घाँटीको नराख्ने अरू राख्ने मरुभूमि बालुवामा सपनाको खेती राम्रोसँग जा पुग्ने बित्तिकै खबर गरिस् यहाँको केही भिड गर्नु माथि माथि उठाइकन पछाडि फाल्नु हो त्यस्तो गर्नु ल पसिनाको नदी आँखैभरि उनकै तस्बिर मनमा नदी आँखैभरि उनकै तस्बिर मनमा नदी बाहिर पोल्ने चर्को घाम छ भित्र कालो छोडको गरौँ तिले ठुलोवाला हाल्ने गर्दा लामोवाला लाउने छोटोवाला निकाल्नु छ ठुलोवाला चाहिँ भन्ने के बाटो फाट्यो हुन्न कुन बाटोले तिर लान्छ हुन्न कुन बाटोले सुख होइन सर सिद्धिसक्यो अब कि जानेहरू लास बनिन्छन् कोहीका सुदिन फिर्छन् कोहीले पाउनु दुःख पाउँछन् खुल्ला लड्यो तिमीले पुरै बुझ्दिनौ के सानो तिम्रै साथीहरूलाई हेर न कति हाइफाई भएर हिँड्छन् उनीहरू कसैको हातमा आइफोन छ कसैको हातमा आइप्याड छ रहे पाएका मोबाइलसम्म किनिदिन सकेका छैन तिमीलाई आफ्नो साथी सङ्गी सर भएर हेर्ने मन छैन तिमीलाई बिछोडको करौँ तिले कट्नु मनै काट्यो जाँदा जाँदै मूल बाटोको दुईटा बाटो फाट्यो बिछोडको करौँ तिले कट्नु मनै काट्यो जाँदा जाँदै मूल बाटोको दुईटा बाटो फाट्यो बाटो परदेश अर्को घर देश परदेशी र घर देशीको कहिले लालपुरा पुग्ने बित्तिकै खबर गरिस् बेलैमा खाइस् आफ्नो जिउको ख्याल राखिस् बा
बाटो फट्यो ल त बाबु फोन गर्न नभन्नुहोस् आमाले पिर मान्छे मरुभूमि